हेलो फ्रेन्ड्स, आज चाहिँ ह्याप्पी न्यू इयरको दिन हामी आमा छोरा चाहिँ कहाँ जान लागेको भनेर बताउने छु। हेर्नु होला है त। मेरो छोराले साइकलमा जान्छु भनेर साइकल निकालेर हिँडी पनि हाल्यो। आज चाहिँ मौसम एकदमै शानदार भइरहेको छ है। र जाँदा जाँदै चाहिँ हामीले बाटोमा पशुपति मन्दिर भेट्यौँ र मन्दिर दर्शन नगर्ने त कुरै हुँदैन, त्यो पनि आजको दिन होइन। र हामीले मन्दिर दर्शन गरेर गुरुआमाले हामीलाई टिका प्रसादी पनि लगाइदिनु भयो र हामीले चाहिँ टिका प्रसादी थाप्यौँ। अनि गुरुआमाले चाहिँ हामीलाई आशीर्वाद पनि दिनुहुँदैछ है त। र मैले टिका लगाइसकेर मेरो छोरालाई पनि टिका लगाइदिनु भयो र टिका लगाइसकेर चाहिँ हामी फलफुल किन्नतर्फ अघि बढ्यौँ। र अब हामी फलफुल लिएर चाहिँ हामी कहाँ जाँदैछौँ भनेर चाहिँ हेर्नु होला है त। र फलफुल मैले लिइसकेँ र म चाहिँ अहिले सिटी चढेँ। सिटीवाला दाइले चाहिँ सोधिरहनु भएको छ कि कहाँ जाने भनेर मैले बताइरहेको छु। र मेरो पछि पछि चाहिँ छोरो पनि आइरहेको छ र हामी चाहिँ आइपुग्यौँ हाम्रो सत्सङ्ग केन्द्र। यो हो हाम्रो सत्सङ्ग केन्द्र इटारीको। जय गुरु दादा। मैले चाहिँ दादालाई जय गुरु दिँदै म अघि बढेँ। यो हाम्रो मन्दिर र मन्दिरको अगाडिपट्टिको ढोका चाहिँ बन्द थियो र म पछाडिपट्टिबाट गएँ। अनि यहाँ पर्दा चाहिँ खुल्ला भइसकेको थिएन र मेरो छोरा चाहिँ यहाँ प्रणामी गऱ्यो, उसले पनि र मैले पनि प्रणामी गरेँ। यहाँ हाम्रो चाहिँ नियम हुन्छ होइन। मर्निङको प्रार्थना चाहिँ भइसकेको थियो र अहिले अब सत्सङ्ग चाहिँ सुरु हुन केही समय थियो र प्रणामी गरेँ मैले। र प्रणामी गरिसकेँ। र यहाँ चाहिँ को हुनुहुन्छ त भन्दा चाहिँ यहाँ हाम्रो ठाकुरजी हुनुहुन्छ, बर्मा हुनुहुन्छ, हाम्रो पर्दा हुनुहुन्छ, मेरो गुरु होइन, हाम्रो गुरु चाहिँ हो। र यहाँ चाहिँ हाम्रो ठाकुर मन्दिर पनि नयाँ बनिरहेको छ र हामी चाहिँ यसो यहाँ दान दक्षिणा पनि केही सकेको गर्नुपर्छ भनेर यहाँ केही दान दक्षिणा पनि आफूले सकेको यसो दिने प्रयास गरेको छु। त्यसपछि चाहिँ म यता लागेँ र यता चाहिँ के हुँदैछ त, यहाँ चाहिँ हाम्रो सेवा भइरहेको छ। यहाँ चाहिँ अब हाम्रो आनन्द बजारको तयारी भइरहेको छ र उहाँहरू भेटेँ। अनि उहाँहरूले पनि खाजा खाइसक्नु भएको रहेछ र मलाई पनि खाजा खान भन्नुभयो र म पनि अब खाजा खानतिर लागेँ। र यता भने दादाहरूले पनि आनन्द बजारको लागि तयारी गरिरहनु भएको थियो र म चाहिँ खाजा खान भित्र छिरेँ। र खाजामा चाहिँ थियो आज भुजा र चना आलुको सब्जी। र खाइसकेर चाहिँ हामीले यहाँ प्लेटहरू चाहिँ आफूले नै धुनुपर्छ, अरूलाई धुनु दिन अब हुँदैन। र हामी चाहिँ यहाँ चाहिँ आनन्द बजारको तयारी भइरहेको छ र हामी चाहिँ यहाँ काँक्रा केराउहरू केलाएर हामी यहाँ बसिरहेको छौँ। र अब त्यसपछि चाहिँ हाम्रो अब सत्सङ्ग सुरु हुन लाग्यो र हामी चाहिँ अब सत्सङ्गभित्र केन्द्रभित्र छिर्यौँ र अब हाम्रो सत्सङ्ग चाहिँ सुरु भयो है त। र फर्स्टमा चाहिँ हाम्रो यहाँ विनती प्रार्थना हुन्छ। यो चाहिँ मर्निङको प्रार्थना हो र सत्सङ्ग सधैँ पहिला चाहिँ मर्निङ प्रेयर हुन्छ। अनि हाम्रो प्रार्थना भएपछि हामीले चाहिँ कीर्तन कीर्तनहरू पनि हामीले गऱ्यौँ र हामी कीर्तन गर्दैछौँ। र कीर्तनमा चाहिँ यति रमाइलो भयो कि र यसो आफूले पनि जानेको यसो ढोल बजाउने प्रयास गरेँ र साथै मेरो छोराले पनि बजाउँछ, जानी नजानी भएको उसले पनि बजाउँछ। हामी यसरी कीर्तन गरिरहेको छौँ। र यहाँ चाहिँ हुनुहुन्छ मेरो ठाकुर, मेरो गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। र आज गुरुको मन्दिर आएर चाहिँ यति आनन्दित भयो कि अब न्यु इयरको दिन प्रत्येक साल हाम्रो चाहिँ यहाँ यसरी सत्सङ्ग हुन्छ। र यहाँ दादाहरूले अहिले चाहिँ कथा कीर्तन सुरु गरिरहनु भएको छ। हामी कथा कीर्तन सुन्दैछौँ र केही दादाहरूले पनि सत्सङ्ग यहाँ भनिरहनु भएको छ। कति मिठो मिठो कुराहरू, ठाकुरको बानीहरू भनिरहनु भएको छ। दादाहरूले यसलाई चाहिँ कथा कीर्तन भनिन्छ। र दादाहरूको कथा कीर्तनपछि चाहिँ हामीले केही विश्राम लियौँ र आनन्द बजारको लागि चाहिँ हामी निस्क्यौँ। र बाहिर चाहिँ मेला लागिरहेको थियो। हाम्रो ठाकुरको फोटोहरूको धेरै चिजहरू पाइन्छ सत्सङ्ग देवघरको। र मैले पनि एउटा एन्टिसेप्टिक क्रिम लिएँ। र त्यसपछि चाहिँ हामी लाग्यौँ आनन्द बजार। आनन्द बजार भनेको चाहिँ हाम्रो के हुन्छ भने प्रसादी, ठाकुरको प्रसादी ग्रहण गर्ने बेला। र यो प्रसादीमा चाहिँ आज हाम्रो पुलाउ थियो, अनि मटर पनिरको सब्जी र अचार थियो। र हामीले चाहिँ आनन्द बजार गरिसकेर अनि हामी चाहिँ यहाँ केही रेस्ट गर्नका लागि हामी यहाँ आनन्द भएर बसिरहेको छौँ, आनन्द बजार ग्रहण। र यसपछि चाहिँ हाम्रो मातृ सम्मेलन सुरु हुन्छ अब केही बेरमा। र अब चाहिँ हाम्रो मातृ सम्मेलन सुरु हुनको लागि रेडी हुँदैछ र हामी चाहिँ यहाँ भित्रै बसिरहेको छौँ भजन सुन्दै। र अब चाहिँ हाम्रो सत्सङ्ग सुरु भयो।
र हाम्रो चाहिँ मातृ सम्मेलन पनि सुरु भयो र हाम्रो चाहिँ सन्ध्याकालीको विनती प्रार्थनाले हाम्रो सुरु भइरहेको छ। र मातृ सम्मेलन भनेको चाहिँ हामी नारीहरूले मात्रै गर्ने सत्सङ्ग हो र यहाँ चाहिँ अब बस्न त सबैजनै बस्न मिल्छ र मातृ सम्मेलन भनिन्छ। र यसरी हामीले कीर्तनहरू पनि गऱ्यौँ। यसमा पनि आज धेरै रमाइलो भयो मातृ सम्मेलनमा पनि। रमाइलो कीर्तन पश्चात चाहिँ हामी नारीहरूको पनि कथा कीर्तन हुन्छ र माहरूले कति राम्रो राम्रो कथा कीर्तन भन्नुभयो। कथा कीर्तनमा चाहिँ हामीले कसरी आफ्नो जीवनलाई सुधार्न सक्छौँ, हामी अघि बढ्न सक्छौँ धर्म कर्म लिएर, त्यो कुराहरू ठाकुरले भन्नुभएको छ र त्यही कुराहरूको मनन हुन्छ। र त्यस पश्चात हाम्रो सत्सङ्ग चाहिँ अनि हामी मातृ सम्मेलनको यो मिठो कथा कीर्तनपछि चाहिँ जय राधे राधे पछि हाम्रो कीर्तन चाहिँ अन्त्य हुन लागेको छ। र यहाँ हुनुहुन्छ मेरो ठाकुर हुनुहुन्छ र बर्मा हुनुहुन्छ अनि बर्दा हुनुहुन्छ र उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आचार्यदेव। र सत्सङ्ग सकिएपछि चाहिँ हामी माहरूको यहाँ केही रमाइलो हुँदैछ। त्यसपछि चाहिँ पुजारीजीले हामी सबैलाई टिका लगाएर ठाकुरको भोग प्रसादी हामीलाई दिनुभयो र भोग प्रसादी लिएर हामी चाहिँ अब घर जानतिर लाग्यौँ। र हामी चाहिँ अब निस्क्यौँ मन्दिरबाट अनि हामी चाहिँ अब बाटोतिर लाग्छौँ। र आजको दिन चाहिँ न्यु इयरको दिन यसरी नै शुभ भयो र साह्रै नै खुसी आनन्दमय भयो। हजुरहरूको कस्तो के भयो भन्नुहोला। र हामी चाहिँ र सत्सङ्ग सकिएपछि अब घर त जानु पर्यो होइन। र साह्रै आनन्द भयो र हामी आन्टी म अनि यहाँ हाम्रो गुरुमा चाहिँ हामी सत्सङ्ग सकेपछि सिटी सबै चढेर घरतिर लाग्यौँ। र मेरो चाहिँ न्यु इयर यसरी नै बित्यो। हजुरहरूको कस्तो के छ भन्नुहोला है त। बाई बाई।